नि म लिडर बन्नु मन लाग्ने हरेक कुरामा ओइ गएर पिट त्यसलाई यस्तो हो क्या त्यस्तो त्यस्तो थियो अहिले अब त्यो सम्झिँदा चाहिँ अब हुन्छ नि अति नै छ्या मैले के गरेछु दाइको एउटा गीतमा पनि सुनेको छु के पुरै के अरे रिसमा हुँदा पुरै टोलको पसलहरू बन्द हुन्छ यो लाइन चाहिँ प्राय म अब हाम्रो टिमबाट ट्राइब साइडमा आउने केटाहरूले पनि भन्छ क्या यो लाइन चाहिँ दामी लाग्छ रियल पनि हो भन्छ अब उनीहरू सानैदेखि यतै बसेको म चाहिँ पछि आए भयो तर उनीहरूले चाहिँ देखेकै हो अरे कि अब त्यो हुन्छ नि दाइ रिसाएपछि चाहिँ वरिपरिको पसलहरू चाहिँ ट्याक ट्याक सटरहरू चाहिँ ड्याङ 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 तानिन्थ्यो अरे त्यो फिल्म जस्तो हुन्थ्यो तर रियल हो एकदम त्यतिखेर चाहिँ के हुन्थ्यो भनेदेखि होइन अब केटा टन्नै हुन्थ्यो अनि झगडा पर्दा सबैले अब हात त हान्दैन ढुङ्गा बोकेपछि अब त्यहाँ किन सटर बन्द हुन्छ नि सिसामा लाग्छ होइन अब त्यो के हुन्छ होला उनीहरूलाई नोक्सान हुन्छ उनीहरूले चाहिँ बन्द गर्छ अनि त्यो टपिक लिएर चाहिँ मैले चाहिँ अनि यही कुरामा नि अब आजभोलि धेरै ग्याङ्स्टर ऱ्यापरहरू छ होइन उनीहरूलाई चाहिँ एउटा सुझाव दिनु पऱ्यो क्या तपाईँले जस्तै अब तपाईँले त्यस्तो गरे हो पहिला तर अहिले आएर त्यो एकैचोटि यस्तो स्विच हुनुभयो नि त हम्बल एकदम त्यो कसरी चाहिँ अब हुन्छ नि एउटा कुन मोमेन्टले चाहिँ तपाईँलाई अब यसरी हम्बल बनायो अब हम्बल बनाउने कारण चाहिँ मेरो एउटा रानी मेरो मुटु होइन सबै मेरो कलेज हो मेरो फोक्स हो सबै बनाउनु चाहिँ मेरो बुढी हुनुहुन्छ हरेक कुरामा सपोर्ट गर्छ होइन खा नखा होइन अनि अब राम्रो चिज चाहिँ खाऊ नराम्रो चिज नखाऊ तर मैले छोडेको धेरै भइसक्यो होइन रक्सी विडहरू अनि स्मोक गर्छु स्मोक चाहिँ छोडिदिनु भन्छ क्या अनि कोही कोही बेला काम गरेर अति थाकेर आइरहेको हुन्छ अनि बुढीले के भन्छ यसो खाने भए बियर सियर खानु न यसो कहिले के हुन्न होइन मैले त्यो त्यागिसकेँ कि त्यो खाँदिनँ म भन्छु अनि म खाँदिनँ पनि होइन अनि मेरो दाजुभाइहरू अब यो जुन चाहिँ अघि झगडा कुरा ग्याङ्स्टर के भनौँ त्यही अब झगडा गरेर खान्छ केही पनि हुँदैन भोलि आफूले चाहिँ टाउकोमा थाप्लाउनु पर्छ होइन अब के हानेर भाग्ने बोर्डर बारे हो इन्डियातिर दुबईतिर भाग्यो मात्र हो न त यहीँ काठमाडौँमा बसेर चाहिँ गाह्रो हुन्छ झगडा गर्नु चाहिँ एकदम गलत हो खासै होइन मेन कुरा खान नै गलत हो क्या प्रायः चाहिँ खाएरै हुन्छ होइन भोगेको अनुसारले चाहिँ मैले पनि त्यही हो कसम केही हुँदैन मसी होइन म भन्छु भगवान् कसम खाएर केही उँभो लाग्दैन कोही पनि ठुलो भएको छैन रिग्रेट हुन्छ त्यो मलाई नि छ दाइलाई नि छ होइन अहिले मेरो पोडकास्ट हेर्ला दाजुभाइहरूले यस्तो बोले के होइन हामी खाने मान्छेले सेक होइन त्यो एक समय आउँछ कि अनि त्यहाँबाट थुक्क हो रहेछ दाइले भने त्यो बेला मैले छोडेर मैले पैसा सेभिङ गरेँ भने मैले त्यतिखेर बाइक आउँथेँ यार मेरो त्यतिखेर गाडी पाउँथ्यो हुन्थ्यो कि तर अब हुनु चाहिँ हुन्थ्यो तर त्यो ड्रगहरू चाहिँ नलिनु होइन अब लदै लागेको छ भने ऱ्यापरहरू प्राय ड्रगमै भिज्यो के मेन चाहिँ त्यो चाहिँ नगरिदिनु होला सकेसम्म किनकि अब ऱ्यापलाई अब तपाईँले कामको हिसाबले ल्याएछ भने कामको हिसाबले लिनुपर्छ त्यो चाहिँ हुनुपर्छ नसा लिएर केही हुँदैन हजुर दाइ केही हुँदैन